हेलो साथीहरु, स्वागत छ तपाईले मेरो न्यू भ्लगमा। यता भर्खरै उठ्न पाएको छैन, कामको अर्डर पनि आइसक्यो। अब फुल लिएर हुन्छ कि के गरेर हुन्छ, काम त गर्नै पर्यो, नत्र आफ्नो लागि खाना पनि बन्दैन। त्यसैले लाग्छु म काम गर्न। अब यता मम्मीले काटेको मकैभरि सबै लएर घर लएर राख्न पर्ने थियो। मकै त अझै सबै पाकेको छैन, सबै एकैचोटी लगमला नि हुन्न मम्मी भनेको, तर मेरो केही पनि लाएन। त्यसपछि म लाए सरासर मकै बोक्न। काटे जतिको मकै पनि बोकेर भइसके अनि यता आमाले गहुँ बिन्दै हुँदो रहेछ हेरिरहेको थिए। त्यसपछि फेरि यता मकै कसले खोसल्छ भनेपछि फेरि मकै खोसल्न रिसिँदै बसे। मकै भने हातमै नआउने मितसेट लाग्दो थियो अनि यो चिन्टेलाई एकछिन खोसल्दिन आइज भनेर बोलाएको यसको भाइ भने आइरहेको थियो। मैले गर्दा भनम या यसको भाइले गर्दा भनम काम भनी सकिसकेको थियो अनि कौला कौला खाने जस्तो मकै चाहिँ आमालाई हाल्दिसकेपछि बाँकी मकै भएर मैले आँगनको घाममा लएर सुकाइदिए। काम त सकिसकेको थियो तर पनि म गोबर उठाउन गएँ किनकि यो काम मैले नै गर्नुपर्छ भन्ने मलाई थाहा थियो। त्यसैले मैले सबै गोबर उठाइसकेपछि मैले यहाँ भर्खर पनि साफ गरिदिइसकेँ। त्यसपछि मैले भैँसीलाई घाँस पनि दिएँ, बाख्रालाई पनि घाँस टङ्गाइदिए अघिनको थियो। त्यसपछि त के छ र हात मुख खुट्टा धोएर अब राजाको पनि दिन आयो भनेर सिधै बस्छु खानामा त त्यही हो दाल भात तरकारी। खाना चाहिँ मिठो नै थियो। आजलाई यति, भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।